आज हामी गुल्मी इस्मा 1 मा रहेको तोरीखर्कको साथैमा रहेको फलामखानीतर्फ बेतनी सामुदायिक वनको कोहोमा रहेको फलामखानीतर्फ प्रस्थान गर्दैछौँ। आज हामीसँग इस्मा 3 रामकोटका समाजसेवी व्यक्तित्व आदरणीय लालबहादुर कुँवर हुनुहुन्छ। उहाँसँग सहयात्रामा छु म र फलामखानीतर्फ अब प्रस्थान गर्दैछौँ। त्यहाँ फलामखानीमा वास्तवमा के छ कस्तो छ भन्ने कुराहरू अब भिडियो मार्फत हजुरहरूलाई प्रस्तुत गर्दैछु र कृपया त्यो भिडियोलाई हेरेर हजुरहरूले आफ्नो मनमा लागेका जिज्ञासाहरू कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला। अहिले हामी फलामखानीमा प्रवेश गर्दैछौँ। मसँग हुनुहुन्छ आदरणीय व्यक्तित्व लालबहादुर कुँवर। उहाँलाई यहाँको बारेमा के थाहा छ, यहाँको बारेमा केही बताइदिनु विचार शब्द। म 10-15 वर्षको उमेरमा तोरीखर्कबाट यो फलामखानीमा गाई बाख्रा घाँस दाउरा गर्न जाँदाखेरि त्यहाँ मेरा बुवासँग म त्यो ठाउँमा चाहिँ हामी जान्थ्यौँ। जाँदाखेरि हाम्रा बुवाले के भन्नुहुन्थ्यो भन्दाखेरि यहाँ फलामको खानी छ। यो बाबुआजीका पालामा चाहिँ एउटा भारत र नेपालको सन्धिबाट भारत सरकारले यहाँ यिनी अवशेष अहिले देखिरहेका खाल्टाहरू छन्। त्यही खाल्टाहरूबाट यिनी खाल्टामा मानिसलाई लगाएर फलामलाई बाहिर निकालेर त्यसलाई चाहिँ पगालेर र केही अवशेष निक्लेका कोही कि ढुङ्गामा परिणत भयो र केही राम्रो फलाम जति सम्पूर्ण चाहिँ सरकारले चाहिँ बिक्री बिटाडा गरेको भनी अब हामीले सुन्न आयो। यो करिबन 2025 देखि 35 सालसम्मको कुरो हो र अहिले त्यो ठाउँमा म जाँदाम जस्तो भयो त्यो अवलोकन गर्न जाँदाखेरि चाहिँ अहिले चाहिँ हाम्रा बाबुराम लिएर पत्रकार लिएर त्यो ठाउँमा अवलोकन गर्न गइरहेका छौँ। त्यहाँ जाँदाखेरि 20-25 वटा खाल्टाहरू थिए पहिलाको समयमा। अहिले 2081 मा आएर त्यो खाल्टाहरू हेर्दाखेरि 7 वटा खाल्टा लामो गहिराइका 15-20 फिटका खाल्टाहरू छन् फलाम झिकेको र पुराना केही खाल्टाहरू चाहिँ त्यहाँको माटो ढुङ्गा पात पतिङ्गरले खाल्टा पुरिएका छन्। अब हामी त त्यो देख्नको लागि जाँदैछौँ होइन। यहाँको जनसमुदायले नै त्यहाँको कल गरेर निकाल्यो कि अथवा कुनै राजनीति संस्थाबाट इन्डिया कुनैको कसरी निकाल्यो होला जस्तो लाग्छ त्यति बेला? अब जस्तो चाहिँ हामीले पनि बुवाहरूको कुराबाट हामीले चाहिँ त्यो कुरो जानकारी लिन सक्छौँ। पहिला चाहिँ फलामखानी छ भनेर नेपाल सरकार र भारत सरकारको संयुक्तबाट त्यो निकालिएको हो। निकाल्दाखेरि अब धेरैले रोजगार पनि पाए, सरकारलाई पनि केही आम्दानी भयो। त्यो किसिमले गरे। यहाँको बारेमा सबै यति चासो लिनुभयो, पटक मलाई पनि भन्नुभएको थियो। समयको व्यस्तताले म पनि जान सकिएको थिएन, अब जाँदैछौँ र यसलाई सम्बन्धित निकायले के गर्दाखेरि राम्रो हुन्थ्यो होला, सबैको हितको पक्षमा हुन्थ्यो होला जस्तो लाग्छ। होइन, ठिकै छ। तपाईँले सोधेको प्रश्न मलाई एकदम हृदयदेखि एउटा खुसी लागेर आएको छ। यो पहिला पनि हामीले यो देखेको पनि हो होइन। अहिले आएर जुन स्थानीय सरकारले यो ठाउँलाई आएर निरीक्षण गरोस् र निरीक्षण गरेर भूगोल बीजहरूलाई लिएर राम्रो त गरिदियो भने यो गाउँकाले रोजगार पाउँछन्, अर्कोतर्फ चाहिँ सरकारको पनि केही आम्दानी बढ्थ्यो त्यति लाग्छ। अब सम्बन्धित निकायलाई हामीले पनि एउटा पहल गर्नेछौँ र उहाँले भन्नुभयो भने कस्तो छ के छ। अब हामीले यात्रा सुरु गर्दैछौँ। सबैलाई यो भिडियो हेरिदिनको लागि आभार छु, धन्यवाद। यो निकै घना जङ्गलको बिचमा रहेछ। केही खाडलहरू धेरै वर्ष भएको हुनाले पुरिसकेका पनि रहेछन् यो ठाउँबाट।
पारिपट्टि ठ्याक्कै तोरी खर्क इस्मा 1 को तोरी खर्क यतापट्टि ढाँडा लिफ्टिङ जाने बाटो यो भेकमा रहेछ। पहिलेका मान्छेहरूले यहाँबाट चाहिँ फलामहरू निकालेर यसको रसायनहरू पनि प्रयोग गर्दै आएका छन् र आज तोरी खर्कतिरका स्थानीयवासीहरूको पनि उहाँले पनि अनुरोध गरिराख्नु भएको देख्नु भएको छ। यहाँ जङ्गली जनावरहरू पनि यहाँ बस्ने र घरपालुवा जनावरहरू पनि यो ठाउँमा आएर अलपत्र परेको यसको बारेमा हाम्रो चाहिँ स्थानीय बासिन्दा लालबहादुरको मार्फत म केही कुराहरू बोल्न चाहन्छु। यसको बारेमा केही बताइदिनु न हजुरले। यो म 10 वर्षको उमेरमा गाई बाख्रा हेर्न आउँदाखेरि यहाँ फलम खानीका अवशेष दुलाहरू छन् भनेर हाम्रा पुर्खाहरूले अथवा हाम्रा हजुरबा हाम्रा बुवाहरूले भन्नुहुन्थ्यो। त्यसपछि आएर हामी गाई बाख्रा हेर्न आउँदा आएर हामीले हेऱ्यौँ। अब त्यति बेला 10-12 मान्छे भनौँ अथवा अहिलेको 20-25 फिट गहिराइमा रहेका यिनी अवशेष फलामखानीका खाल्टाहरू छन्। यो चाहिँ हाम्रो गाउँपालिकाले हाम्रा जिल्लामा रहेका भूगर्भविदहरूलाई बोलाएर यसको सम्पूर्ण जानकारी गराइदिएमा राम्रो हुन्थ्यो भन्दछु।